दशैं तिहारको अवसरमा बनाइने लिङ्गे पिङ नेपाली ग्रामीण संस्कृति र परम्पराको एक महत्त्वपूर्ण हिस्सा हो। यो मनोरञ्जनका लागि मात्र नभई सामाजिक मेलमिलाप र धार्मिक विश्वाससँग पनि जोडिएको छ। लिङ्गे पिङको सुरुवात कहिले भयो भन्ने कुनै निश्चित ऐतिहासिक अभिलेख नभए पनि यो नेपाली चाडपर्व र मौलिक ग्रामीण संस्कृतिसँग पुस्तौंदेखि जोडिएको छ। पिङको चलन भारत र नेपालमा पुरानो मानिन्छ। 12औं शताब्दीमा जयदेवले रचना गरेको गीत गोविन्दमा राधा र कृष्णको झुला पिङको वर्णन गरिएको छ, जसले पिङको चलन प्राचीन समयदेखि नै प्रचलनमा रहेको संकेत गर्छ। हिन्दू धर्ममा विशेष गरी दशैंको टीकाको दिन कम्तीमा एक पटक पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास छ। यसले वर्षभरिको पाप पखालिन्छ र स्वर्गको बाटो खुल्छ भन्ने मान्यता पनि रहेको छ। लिङ्गे पिङ नाम यसको संरचना भगवान शिवलिङ्ग जस्तो हुने भएकाले राखिएको विश्वास गरिन्छ। पिङ हाल्नु दशैंको घटस्थापनादेखि नै सुरु हुने एक सामाजिक कार्य हो। पहिले गाउँका युवाहरू मिलेर बाँस काट्ने, बाबियोको डोरी बाट्ने र पिङ हाल्ने काम गर्थे, जुन दशैंको रौनक र सामाजिक एकताको प्रतीक थियो। लिङ्गे पिङको महत्त्व मनोरञ्जनमा मात्र सीमित छैन, यसले सामाजिक, धार्मिक र स्वास्थ्यका दृष्टिकोणले पनि महत्त्व राख्छ। दशैंको अवसरमा पिङ हाल्ने र खेल्ने कार्यले टोल छिमेकका मानिसहरूलाई एक ठाउँमा जम्मा गराउँछ। वर्षौंदेखि टाढा रहेका आफन्त, इष्टमित्र र साथीभाइहरू पिङ खेल्ने बहानामा भेला भई दुःख सुख बाँड्छन्। लिङ्गे पिङ नेपाली मौलिक संस्कृति र परम्पराको प्रतीक हो। यसले पुस्तान्तरणको माध्यमबाट पुरानो सिप र ज्ञान जस्तै बाबियो बाट्ने, बाँस काट्ने कलालाई जीवन्त राख्न मद्दत गर्छ। पिङ निर्माण कार्यमा गाउँलेहरूको सामूहिक सहभागिता हुन्छ। यसले टोलमा एकता र सहकार्यको भावना बढाउँछ। दशैं तिहारको समयमा बालबालिकादेखि युवायुवतीसम्मका लागि यो प्रमुख मनोरञ्जनको साधन बन्छ, जसले चाडपर्वको रौनकलाई बढाउँछ। टीकाको दिन कम्तीमा एक पटक पिङ खेल्नुपर्छ भन्ने धार्मिक विश्वास छ, जसले धरतीबाट एक पटक माथि उडेर पुण्य कमाइन्छ भन्ने मानिन्छ। पिङ खेल्दा शरीरमा व्यायाम हुन्छ। यसले शरीरलाई फुर्तिलो र सक्रिय बनाउन मद्दत गर्छ। हावामा मच्चिँदा खुशी र आनन्दको भावना उत्पन्न हुन्छ। जानकारहरूका अनुसार पिङ खेल्नु र चङ्गा उडाउनु जस्ता कार्यले खुला र मोहक मौसमको सूचक दिन्छ र स्वच्छ हावाको उपयोग गर्न सिकाउँछ। अन्त्यमा लिङ्गे पिङ नेपालीहरूको महान चाड दशैं तिहारको अविभाज्य अङ्ग हो। यद्यपि आधुनिकतासँगै गाउँघरमा यसलाई बनाउने चलन हराउँदै गएको छ, जसले गर्दा यसको संरक्षणमा सबैको ध्यान जानु आवश्यक छ।